ल हेर्नुहोस् है साथीहरू, अब यहाँ रोल्पा हाम्रो रोल्पाका आइमाईहरू तगडा छन्। रोल्पाका आइमाईहरू पनि पछि छैनन्। झप्पल हान्नमा एकदम डन्डा हाल्ने काम भइरहेछ। लोग्ने मान्छे अनि अब आइमाईहरू सबै मिलेर चाहिँ हाम्रो काम हुँदैछ। हाम्रो रोल्पामा सबै कामहरू चाहिँ राम्रो भइरहेछ। राम्रो गर्छन् आइमाईहरूले पनि, राम्रो गर्छन्। आइमाईहरूले पनि यहाँ शिक्षा पाएका छन्। किसानमा लगभग पछि छैनन् हाम्रो रोल्पाका लेडिजहरू। हुन त अब सहरको मान्छेलाई मैले चाहिँ अन्यथा नसोधिदिनु होला, सहरको मान्छेले काम गर्छन् भन्न खोजेको त होइन, तर पनि हाम्रो रोल्पामा धेरै अब काममा अलि खट्ने मेहनती हुन्छन् होइन। अब यसरी अब आइमाईहरूले पनि डन्डा हान्ने, झप्पल हाल्ने काम गरिरहन्। यो अब हाम्रो टमाटरमा डन्डा हाल्ने काम हो। डन्डा हाल्ने काम सुरु हुँदैछ। यो हाम्रो चाहिँ अब यसलाई हाम्रोतिर डन्डा भन्छ, तर यसलाई झ्याम्मा पनि भन्छ होइन। अब टमाटरमा हेर्नुहोस्, यी टमाटरमा चाहिँ भर्खर सानो सानो छ टमाटर। अब यसलाई चाहिँ अब हामीले अब पानी पर्यो, हिजो हाम्रो रोल्पातिर पानी पर्यो। अझै डन्डा हाल्ने त भएको छैन, झम्मा हाल्ने भएको छैन, तर पनि पानी परेको कारणले हामीले चाहिँ अब पानी परेकोले हामीले अब एकदम आज डन्डा हाल्ने काम भइरहेको छ। डन्डा हाल्ने काम सुरु भइरहेको छ। सबैले यी आइमाई अब लेडिज मान्छेहरूले पनि चाहिँ अब काम गर्न सक्छन् भन्ने हेतुका साथ यसलाई चाहिँ अब सब्सक्राइब सेयर सक्दो सेयर गरिदिनु होला र सब्सक्राइब गरिदिनु होला। यिनै अब लेडिजले पनि गर्न सक्छन् है।